निर्माणाधीन नेपाली चलचित्र महाराज धिराजमा अब चर्चित अभिनेता आर्यन सिग्देलको पनि प्रवेश भएको छ। चलचित्रको कलाकार टोलीलाई अझ सशक्त बनाउँदै निर्माता टिमले सिग्देललाई प्रोजेक्टमा स्वागत गरेको जानकारी दिएको छ। चलचित्रमा जोडिएको अवसरप्रति प्रतिक्रिया दिँदै अभिनेता सिग्देलले भनेका छन्, नयाँ चलचित्र र नयाँ पात्र आशा छ, यहाँहरूले इन्जोय गर्नुहुन्छ होला। निर्माताको अनुसार सिग्देलको दमदार अभिनय र व्यक्तित्वले कथालाई थप जीवन्तता दिने विश्वास लिएको छ। चलचित्रका निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्गा हुन् भने प्रस्तुतकर्ता विराज विष्ट हुन्, जसले राष्ट्रिय पुरस्कार प्राप्त चलचित्र बुलाकी निर्माण गरेका थिए। यसअघि अभिनेता पल शाह र रमेश उप्रेती चलचित्रमा अनुबन्ध भइसकेका छन्। निर्देशक परिच्छेद सेनको निर्देशनमा तयार हुँदै गरेको महाराज धिराज दशैंको फूलपातीको दिन प्रदर्शनमा आउने तयारीमा छ। सेनको अघिल्लो निर्देशन प्रेमगञ्जले समीक्षात्मक प्रशंसा पाएको थियो।